प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचार संहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ। काउन्सिलले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न नगराउने सम्बन्धी निर्वाचन आचार संहिताको प्रावधान स्मरण गराएको छ। निर्वाचन मौन अवधिमा आचार संहिता उल्लङ्घन भएमा पत्रकार आचार संहिता 2073 र निर्वाचन आचार संहिता 2082 को व्यवस्था बमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ। आचार संहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोक कल्याणकारी सहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता राम शरण बोहराले जानकारी दिए। निर्वाचनको मौन अवधिमा आचार संहिता पालनामा थप संवेदनशील, सहज एवं सचेत रहन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा काउन्सिलले आग्रह गरेको छ।